जय श्रीमन्नारायण। आज एक दुईवटा कुरा मैले फजुल हो कि चाहिँदो कुरा हो त्यो थोरै लिएर आएको छु है त। मैले चिउरा खानु, चिउरा खानु र ऋण खानु उस्तै उस्तै हो। चिउरा खाउन्जेल कति खाइयो थाहा हुँदैन, भरे गएर पानी पिइसकेपछि त्यो चिउरा फुल्दै जान्छ र बढ्दै जान्छ। त्यसकारणले चिउरा सोचेर खानुपर्छ। घर घरमा पहिलो खाजाको रूपमा खानुपर्ने चिउरै पनि हो। जति बेला जस्तो मान्छे आए पनि चिउरा दुधमा भिजाएर खाए पनि हुन्छ, भुटेर खाए पनि हुन्छ, पानीमा पखालेर खाए पनि हुन्छ, दही चिउरा केराव सबै थोक मिलाएर खाए पनि हुन्छ। चिउरा त्यस्तो हो। तर चिउरा ठिक्क बुझेर खाइयो भने त्यसले सञ्च पनि गर्छ। बुझेर खाइएन, भोक लागेको बेलामा चाहिँ एक माना चिउरा खाइयो भने भरे त्यो 4 माना हुन्छ र पेट के गर्नु कसो गर्नु हुन्छ। त्यस्तै गरी ऋण खानु पनि बुझेर हुन्छ। ऋण भेटाइयो, कसैले दियो, माग्दैमा दिइहाल्यो भने ऋण धेरै खानु हुँदैन। जति आवश्यक छ त्यति मात्रै खानुपर्छ। ऋणले ब्याज बढ्दै 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 जाँदा चिउरा जस्तै हुन्छ। ऋण पनि बढ्दै बढ्दै गयो भने फुल्दै फुल्दै जान्छ। 1 वर्ष 2 वर्ष 5 वर्षमा त्यो साउलेको ब्याजले बराबर पुगिसकेको हुन्छ। त्यसकारणले चिउरा र ऋण बुझेर खानुपर्छ। अनि ऋण खाँदा महिनामा ठ्याक्कै त्यसको ब्याज दिइहाल्नु पर्ने हुन्छ। 1 वर्ष पुगिसकेपछि त 2% हो भने 2400 हुन्छ। अब त्यो 2400 एकैचोटि तिर्न त बहुत गाह्रो हुन्छ। त्यसकारणले महिनामा ठ्याक्कै दियो भने थोरै पैसाले ब्याज पुग्छ। अर्को कुरा, हामी सबै आफ्नै घर बनाएर बसेका छैनौँ, घर भाडामा बस्छौँ। घरको भाडा महिना पुगिसकेपछि घर, बिजुली, पानी, वाइफाई यसको पैसा महिना पुग्ने बित्तिकै तिरिहाल्यो भने सरल पर्छ। होइन यो महिना तिरिएन, अर्को महिना पनि तिरिएन भने अब 3-4 महिनाको हुँदा अब त्यो घर भाडा दिने मान्छे पनि साउ पनि रिसाउने भयो। मैले अहिलेसम्म दिएको छैन भनेर व्यवहार पनि अलिक तितो मिठो पनि हुनसक्छ। महिनै पछि दिँदा आफूलाई लोड पनि कम्ती हुँदै जान्छ। त्यो तिर्दै जानुपर्ने हुन्छ। पैसाको ब्याज र घरको भाडा महिनै पछि तिर्नुपर्ने हुन्छ। अझ सरकारी हिसाब किताबमा राजस्व तिर्नुपर्ने महिना पुगेपछि तिर्नु छ भने त्यो ठ्याक्कै महिनाको 1 हप्ताभित्रमा तिर्यो भने बिजुलीको पैसा तिर्दा पनि 2 पैसा सरल भएर वापस आउने भयो। पानीको पनि त्यस्तै हुन्छ। त्यसकारणले यो समयमा हामीले तिर्नुपर्ने रहेछ। अनि कसैलाई आशा देखाइयो, म फलाउनु महिनामा मेरो पैसा आउँछ म दिन्छु है भनेर आशा देखाएर निराशा पारियो भने त्योभन्दा ठुलो पाप के लाग्छ होला र। त्यो किनभने त्यसले पनि कहीँबाट ल्याएर कसैलाई तिर्नुपर्ने हुन्छ। त्यो महिनामा आएन भनेदेखि त त्यसको सम्बन्धै अलग हुन्छ। त्यसकारणले आशा देखाएर त आशा निराशा पार्नु बिल्कुलै गल्ती हुन्छ। जब आउँछु भनेपछि पुग्नुपर्छ, दिन्छु भनेपछि दिनै पर्ने हुन्छ। त्यस्ता गल्तीहरू हामीले भरसक नगरौँ। पैसा कमाएर आनन्द कसरी हुन्छ र कहिले हुन्छ त? पैसा कसलाई पुग्यो भन्ने हुन्छ। कति कमाउने, पैसा कमाउँदा कमाउँदा अरब खरब जति कमाए पनि पैसा पुग्दैन। त्यो कमाउनेको सीमा पनि छैन। त्यसकारणले पैसा कमाउने पनि एउटा सीमित हुन्छ। ठिक्क कमाउने, धेरै आसक्ति गरियो भने त्यो पैसाले पनि काम गर्दैन। धेरै पैसा कमाउने मान्छे धेरै पीडामा छ। त्यसलाई राति निन्द्रा पनि लाग्दैन, खाँदा भोक पनि त्यसलाई लागिसकेका हुँदैन। त्यसकारणले त्यो पैसा कमाउने ठिक्क धेरै आसक्ति हामी पैसामा पनि नगरौँ। त्यसकारणले यस्तै कुराहरू छन्। दुःख नमान्नु होला। मैले कुनै गल्ती पनि बोलेको हुनसक्छ। गल्तीमा कमेन्टहरू चाहिँ मैले भन्न गल्ती गरेँ भने कमेन्ट सुधारेर दिनु होला। यति भयो भने मेरा तपाईँहरू देउता समान भन्छु। जय जय श्रीमन्नारायण।